Hey guys, part 1 मा चाहिँ हामी यहाँसम्म पुगिसकेको थियौँ एन्ड दिस इज अ पार्ट 2 अफ द नुवाकोट भ्लगको टपको भ्यू यस्तो रहेछ अनि यो किरालाई के भन्छ त गाइज So hello guys, this is a part 2 of the Nuwakot vlog guys. Welcome to my day 24 of my mini vlog. I hope you are all fine guys. अनि म पनि चाहिँ ठिकठाक छु एकदम guys. Hey guys, त्यस्तो कुरा गर्दै गर्दै हामी चाहिँ त्यहाँदेखि लागिसकेको छौँ. हामी चाहिँ ट्याक्क लाएर 3 जना भएर आइदिएको guys. यो चाहिँ टक्क पुलिस सिम चाहिँ नपुगोस् है त guys फेरि गाह्रो पर्छ नि त हौ अनि बाटो चाहिँ पहिला भन्दा धेरै राम्रो बनाएको थियो नुवाकोटको गाइज अहिले पुरै चिल्लो थियो बाटो अनि गाइज मैले चाहिँ यस्तो भन्छु जसलाई जे गर्न मन लाग्छ त्यो काम चाहिँ गरिहाल्नु पर्छ गाइज सबको आफ्नो इच्छा चाहना हुन्छ हैन आज नभए त भोलि त सक्सेस भइहाल्छ नि त गाइज त्यसैले सबैले लागेको कुरा चाहिँ गरिहाल्नु पर्छ गाइज आफ्नो मनमा लागेको कुरा जे हुन्छ त्यो गरिहाल्नु पर्छ गाइज गाइज कहिले नि हरेस चाहिँ खान हुन्न आज तपाईले केही न केही प्रोसेस गरेपछि केही न केही त अचिभ त भइहाल्छ नि गाइज त्यसैले डोन्ट गिभ अप जिन्दगी भनेको धेरै नै छ रिस्की भन्ने चाहिँ सुन्नुभएको छ कि नै मान्छेले त गाइज जे पनि भनिहाल्छ नि त्यही भएर अरूको पछि लाएर भएन नि त आफ्नो हेर्नु पर्यो ट्याक्क लाएर अघि नै आफूले केही त्यसले गाइज बी पोजिटिभ स्टे हेल्दी स्टे सेफ होइन गाइज जर्नीमा ट्याक्क रमाउन सिक्नुपर्छ इन्जोय गर्नुपर्छ त्यो छुट्टै कुरा हो गाइज त्यही पनि अब लाइफमा चाहिँ ट्याक्क केही चाहिँ गर्नु पर्यो के हो इन दुईजना जस्तो लावारिस भएर चाहिँ हिँड्न हुन्न त गाइज टक्क लाएर दुइटै लावारिसहरू हेर्न सक्नुहुन्छ गाइज र त्यस्तो कुरा छोडिदिउँ गाइज ल फाइनली हामी चाहिँ ट्याक्क टपमा पुगेर हल्का भ्यू स्यूको इन्जोय गरिसकेको छौँ है त गाइज तपाईहरु पनि इन्जोय गर्नुहोस् भ्यूको म चाहिँ हल्का आफ्नो क्लबको जर्सीको यसो प्रमोसन गरिदिरहेको कि गाइज म चाहिँ ट्याक्क 7 नम्बर हो नि त टपबाट निक्लिने क्रममा चाहिँ हामीले चाहिँ यस्तो किरा देख्यो कसलाई थाहा छ त गाइज यसो कमेन्ट हान्दिनु गाइज चाहिँ हल्का उसिलाएको थियो ठिकै थियो गाइज भ्यू चाहिँ त्यस्तो राम्रो चाहिँ भने जस्तो भएन तर ठिकै थियो भ्यूको आजको पुरै नुवाकोट छेकिरहेको थियो अनि हामी जाने क्रममा चाहिँ यसो भ्यू पोइन्टतिर नि छिर्दिहाल्यौँ गाइज जाम के छ र भनेर अनि घरतिर जाने क्रममा चाहिँ हल्का फुल्का भोजन हानिदिइसक्यौँ गाइज भोजन हानेर चाहिँ हामी घरतिर लाग्नु पर्ने हुन्छ त्यसैले बी पोजिटिभ स्टे सेफ पिस आउट